यही नै हो एक्लेबर यस्तो छ है टाढोबाट चाहिँ झप्प देखिन्छ एक्लेबर चाहिँ यस्तो छ सिक्ला के हुँदैन हेलो साथीहरू आज सानो मिनी भ्लग जस्तै लिएर आएको छौँ अनि यहाँनिर चाहिँ हामी अहिले बिहानको 4:40 गइसक्यो अहिले तर निकै उज्यालो भइसक्यो जस्तो भइरहेको छ पछाडि हाम्रोतिर अलिक छिटै घाम लाग्छ नि त त्यही भएर हामी 4 बजे उठेर यहाँनिर चाहिँ हिँडेको हाम्रोतिर अलिक छिटै घाम लाग्छ नि त त्यही भएर हामी 4 बजे उठेर यहाँनिर चाहिँ हिँडेको यता स्मृति माइजू अनि यता भाइ अनि यता सो अहिले चाहिँ हामी कहाँ जाँदैछौँ भने अहिले चौरडी हिँडेको हामी चाहिँ चौडन्डी गढी सो तपाईँले देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो घरको उहाँ घरको अलिकति साइडदेखिको हो किनभने यो अहिले हामी चाहिँ चौरडी जाँदैछौँ नि त सो तपाईँहरूलाई यस्तै यस्तै अलिअलि भिडियोहरू म बनाउँदै देखाउँदैछु स्क्रिप्ट नगर्दै हेरिदिनु होला भाइरल हुन्छ यार यो पारा त नि 1 वर्ष त हिँड्न आइन्दा जङ्गलको बाटोमा त्यस्तो खाल्टो गइरहेछ हामी यहाँ शिकारको खोजीमा छौँ आज शिकारको खोजीमा छौँ जङ्गलमा आज हामी चाहिँ जङ्गलमा आज यहाँनिर 7 दिनको लागि भनेर हामी आएको छौँ हाम्रो यो ठुलो प्लान हो च्यालेन्ज माथि च्यालेन्ज भएको छ हो सल्ले च्याउ पनि पलाइसकेको छ सल्ले च्याउ त हाम्रो एउटा 7 दिनको च्यालेन्ज आएको छौँ हामी जङ्गलमा रहने भनेर खाना बिना भात तरकारी हामीसँग एउटा पाउरोटी पनि छैन ल कसैसँग हामीले यहीँ शिकार गरेर यहीँ खानुपर्ने हुन्छ दोस्तों हमने शिकार कर ही लिया आज देखिए हमने एक बर्ड को पकड़ चुका है अब हम इसे खाने वाला है बहुत मुश्किल से पकड़ा है वो भी एक बेचारा एक बच्चा और हम लोग है 2 4 6 7 लोग अब इसको हम चाट के खाएंगे यो त मेरो छोरालाई हुन्छ तपाईको वहाँ पुगेर आउँदा ओर्दा त मरिसक्छ यो त एउटा ढुकुरको बच्चा हो हैन यहाँनिर बाटोमा भेटेको यहाँ देख्न सक्नुहुन्छ भरे मर्नु सक्छ अहिले नै हाँस्न आएको सानो छ भर्खर निक्लेको रहेछ हामीसँग यो छुर्पी छ छुर्पी खाएर हामी चौरन्डी पुग्नुपर्ने हुन्छ हामी चाहिँ वहाँ देख्न सक्नुहुन्छ है वहाँ छ त त्यो भर हो त त्यहाँनिर गएको सो हामी यहाँ चाहिँ यतिजना छौँ जम्मा 7 जना अहिले हामी त्यहाँ पुग्नुपर्ने हुन्छ अहिले चाहिँ हामी यहाँनिर अब यहाँ माथि अजिङ्गाडे पुग्न लाग्यौँ अब 2 मिनटमा चाहिँ अजिङ्गाडे हामी पुग्नेछौँ आज हाम्रो हाइकिङ बवाल हुनेछ सो हामी हिँड्दै गएर जानुपर्छ पर्का अहिलेदेखि हाम्रो वेलकम पनि गरिसक्नु भइसक्यो पटेका पर्काएर सुरुवात हो त्यही खतम हो गया चाहिँ नहोस् हामी यहाँ एकछिन 5 मिनटको रेस्ट हो यहाँनिर हुन्छ हाम्रो चाउचा यहाँनिर खाँदैछ यता स्मृति छ बटारे खाँदैछ सो हामीले चाहिँ यहाँ बटारे खाँदैछौँ बटारे चाउचाउ यता नाना हेर्नु कतिको गर्नु भयो तपाईँ गलेको छैन म त त गलिस् त कतिको गलिस् त यसलाई त आनन्द छ नि बोकाइ छ नानाहरू चाहिँ उहाँ अगाडि पुगिसक्नु भइसक्यो मैले चाहिँ यता डोराउँदै क्या उसको लट्ठी पनि मैले ठिक पारिदिएँ यहाँ खाजा छ मैले उसलाई यो लट्ठी दिएर डोराउँदै लग्दैछु अहिले चाहिँ हामी शिकारमाटी अब लगभग हामी शिकारमाटी कट्यौँ दामी हावा चलेको भने नि दामी हावा चलिरहेको छ क्या अब हेर्नु न आमा लडा के बब्बाल हावा चलिरहेको छ तर आमा भिड देख्न सक्नुहुन्छ हामी यत्रो माथि आइसक्यौँ है यहाँदेखि देखिन्छ
ओइ ओइ हल्लिँदो रहेछ झन्डै लरे गल्नु हुँदैछ कि छैन भाउजू गल्नु हुँदैछ छैन गल्नु भएको भिडियोमा चाहिँ गल्नु भएको छैन खुट्टा चाहिँ गलिसक्यो फुल चोरेर आएर भाउजूले हालिहाल्नु भयो बादल जस्तै उडी गयो मन छेक्नै सकिन मैले फोटो खिच्ने कार्यक्रम हुँदैछ क्यामेराम्यान यतापट्टि खिच्नु हुँदैछ मेन गायकर चाहिँ यहाँ छ मलाई देखाउ भरेको अनि सो हामीले चाहिँ यहाँनिर आधी घन्टा भइसक्यो फोटो खिचेको हाम्रो यहाँनिर चाहिँ बिहान द सिन धेरै भइसकिसक्यो आवाज अलिक सुनेको छैन ल सो अब हामी लाग्नुपर्ने हुन्छ हामी सिकारमाटीमै अड्केको छौँ सिकारमाटीदेखि माथि कटरबटेमा अब हाम्रो बाटो चाहिँ यो बाटो चाहिँ अलिक पुगिँदैन यो बाटो सर्टकट हो लेट्स गो गाइज अब हामी जानुपर्ने हुन्छ यहाँदेखि यत्रो टाढो हुँदैछ आमा ल उकालो सुरु भएन त भयो भयो भन्नु न ल उकालो सुरु भयो ल त स्मृति फोन चाहिँ बोकेन भनेको के छोडेन होला ल भाउजू उकालो सुरु भयो है ल अब हाम्रो उकालो सुरु भयो यहाँदेखिको सो अब हामी लाग्नुपर्ने हुन्छ यहाँनिर चाहिँ हामी चौतारा भेटाएको छौँ सो लट्ठी देखाउनु सबैको लट्ठी लट्ठी एक एकवटा लट्ठी छ सबैको लट्ठी यो बाटो अलिकति तेर्छ छ अब सर्टकट बाटो भयो आइहाल्यो हामीले एकछिन यहाँ चौतारामा बस्नुपर्ने हुन्छ हामी त्यहाँ साइलेन्टमा चाहिँ बोलाउँदैछ है चुपचाप चाहिँ बस्नु न नाना एकचोटि चुक्का यो बाटो त्यहाँ अलिक उहाँ छ अलिक देख्दैन क्या नपर्खिनु नि भन्दैछ यो कान्छालाई देख्नु भएको रहेछ अघि मैले पनि कान्छालाई नि देखेँ यो उयो गर्न लुकुम भनेको बाटै देखिँदैन नि त नभए ट्याक्सी घर जानु भएको मान्छेहरू छ है साथीहरू जाँदैछ अहिलेदेखि विचार अहिले चाहिँ हामी यहाँनिर छौँ हामी होइन म एक्लै उहाँदेखिको आउनु हुँदैछ है हो बर भ्यू बवाल देखिरहेछ यार हेर्नु त भ्यू ल बवाल देखिरहेको छ देख्नु सक्नुहुन्छ अमला उहाँ माथि छ ऊ काले माथि भ्यू देख्न सक्नुहुन्छ यस्तो अलिक नजारा अलिक देखेको छैन सो यहाँनिर चाहिँ अमला टिप्न आएको तर अमला टिपेको यो सबै घाट देखिन्छ यहाँ तपाईँहरूले भिडियोमा चाहिँ तर त्यस्तो देख्नु भएको छैन होइन यस्तो यहाँनिर गएको छ कि यो यहाँ कसले टिप्छ यो ओह्रालो छ क्या यहाँ ओभर डेन्जर छ झर्दैछ हामी आइपुग्यौँ चौरन्डी तर माथि चाहिँ पुग्न सकेको छैन सो माथि पुग्ने हो गलेर यहाँ अरू सबै नानाहरू चाहिँ मास्टर गइसक्नुभयो भाउजूहरू काले झर्दैछ यहाँनिर गोटीमा फुल छ जाउँ फाइनली हामी पुग्यो फाइनली हामी आइपुग्यो देख्न सक्नुहुन्छ दाइ पनि यहीँ हुनुहुन्छ सन्चै हुन्छ दाइ होटेलमा आइपुग्यो आमा कुकुर हेर्दै डर लाग्दैछ दामी हावा चलिरहेको छ यहीँनिर नै बब्बाल कुर्सी लिएर आइज न त्यहाँ यत्रो कुकुर छ आमा एन्ट्री भयो एकजनाको गलेर थकित त हुन्छ गल्नु भयो तपाईँ के गर्नु भएको छैन कस्तो दामी भ्यू छ फेरि उता अर्कोजना इन्ट्री हुनु ल दुईजना फेरि आइसक्नु भएछ यता आउनु न यता कतिको गर्नु भयो अलिकति कोता एकदम छैन एउटा पोज दिनु त गलेको टाइममा
शाहरुख खानको पहिला हाम्रो पापाहरूको पालाको ल शाहरुख खान पोच आज भोलि त शाहरुख खानको त छ त आरू खानले दिन्छ त देखाउन आरू खानले आरू खानले दिइहाल्छ खोइ पोज्दै शाहरुख खानको भाइ शाहरुख खानको पोच्दै यो हेर्न यो यता चाहिँ देखाउन कत्रो छ नि यो कुकुर ल हाम्रो यहाँ चाउमिन आयो यता मेल नानाले खानुहुँदैछ यता सुन नानाले काले स्मृति भाउजू अनि यता भाइ हामी यहाँनिर म छु सो अब हामीले यहाँनिर खानुपर्ने हुन्छ है ल एउटा काँटा ल्याएर दिँदैन तिनीवटा काँटा ल्याउन माथि उखेल्दा नाना जस्तो नाचेर पनि देखाइन्छ चाउमिन मिठो रहेछ अङ्कल अचार ल्याइदिनु न अचार तर दामी हो ल गफ हुँदैछ यहाँनिर सो हामीले यहाँनिर फिनिस भइसकिसक्यो हाम्रो अब हामी चाहिँ माथि जानुपर्ने छ त बहरमा त्यो बहरदेखिको अलिक मासतिर पनि छ होइन बहरदेखि अलिकति माथि हाम्रो फिनिस भइसकिसक्यो हाम्रो होइन हुक्का पनि खाइँदैछ सो अब हामी गयौँ है यहाँको नजाराहरू यस्तै हो यो चाहिँ हामी हल्का थोरै उकालो छ सानो उकालो जाँदैछौँ त्यो होटलदेखिको मलाई एउटा र हामी त्यो बहरमा पुग्छौँ देखिँदैछ त्यो बहरदेखिको अलिकति त्यहीँ नै हो जसुकैको होस् क्या चिनेको नजानेको कहाँको घर देखाउँछ यार यस्तो सिटी छ यार यही नै हो एक्लै भएर यस्तो छ है टाढोबाट चाहिँ झप्प देखिन्छ एक्लै भएर चाहिँ यस्तो छ एक्लै भएर देख्न सक्नुहुन्छ लास्टै गर्मी यार जे होस् हावा चाहिँ चिसो आइरहेको छ तर भित्र ओभर हपी नै भइरहेको छ क्या त्यो धेरै हिँडेकोले उकालो मजा आयो त मजा आयो मजा तपाईँ कति किलो हुनुहुन्छ ए म 62 चाहिँ थाम्छ भयो हजुर हौ कस्तो दामी देख्यो नमसी पानी मेरो पालो छोड्नु धर न ल झोल्लैसँग गएछ खोइ छोड त पक्दैछ त मेरो दरबार हेर्नु फाइनली आइपुग्यो हामी चौरन्डीको डाँडामा ल झन्डा त बिजोग बनाइदिएको रे सो हामी आइपुग्यौँ यस्तो दामी हावा चलिरहेको छ कि हामी त अहिले 2 भाइ अनि नाना अनि म मात्र छौँ अरू 3 जना चाहिँ तल हुनुहुन्छ ढुङ्गा चाहिँ किन हौ यहीँ मात्र यति ढलरिया गर्दैछ क्या गाह्रो यहाँदेखि भ्यू देखिन्छ क्या हल्का मधुरन तलै छ हौ हेर्दा ल कुन चाहिँ हो तेरो घर मलाई देखा त 1000 रुपियाँ पाइहालिस् बब्बाल हावा चलिरहेको छ सो हामीले यहाँ फोटोसोटो खिचिसक्यौँ टिकटक बनाइसक्यौँ अब हामी जाँदैछौँ यो चौरन्डीलाई छोडेर सबैजना गइसकिसक्नु भयो अगाडि उहाँ गेट निरी हुनुहुन्छ सो अब हामी जानुपर्ने हुन्छ अनि तपाईँहरूलाई म अलिअलि देखाउँदै गर्छु बाटोतिर है सो यस्तै हो यो ठाउँहरू अलिक त्यति धेरै छैन क्या यहाँ एउटा नाम मात्र रहेको हो क्या यहाँनिर त्यही पृथ्वीनारायण शाह बसेको भनेर भन्थ्यो यहाँ हल्का पुल छ उहाँनिर चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ त्यहाँनिर चाहिँ पहिला उयो गर्थ्यो अरे क्या बलि चढाउँथ्यो भन्थ्यो सो फुलहरू यस्तै छ ल
5 मात्रै छ भने त अनि मेला मेला त मजाले बनाएछ मेला त मेला यहाँ दिलाम राम्रो मोरङमा तल कहाँ मजा मोरङमा त दखडा गाडी अझ टाउको देखेन भने कति कचान त्यहाँको त 100 रुपियाँमा दिनेको दाम मिटाएर फेरि यो पनि ठिकै छ त्यो चिपेर कडा छिपेको रहेछ त्यो